पऱ्यो क्या एक्सिडेन्ट भयो एक्सिडेन्ट भयो ओए अगाडि एक्सिडेन्ट भयो गाइजहरू के ठोक्यो ए बा कहाँ गएको यो गाडी यो हेर्नु न हो केसको त फुस्किया जस्तो ओए हादै यसको त मालै फुस्केर एकातिर गयो त्यही हो है यस्तो त कहाँ जान्छ त एक्सिडेन्ट होइन के ओभरटेक गर्न लाग्यो ओभरटेक गर्न लाग्दा नि हुनसक्छ ए टेम्पो पछाडि भएछ ओभरटेक गर्न लाग्यो क्या ओभरटेक गर्दाखेरि टेम्पो एकातिर त्यसमा दिएछ अब त्यो त फुल्ली रङ साइडमा पऱ्यो होइन त त्यो त सोध्दै पऱ्यो नि त्यो त कारबाहीमा टेम्पो नयाँ बनाउनु भयो त्यसले भयो त्यसको चाहिँ केही भएन हो साँच्चै हो फुल्ली रङ साइडमा छ त्यसको केही भएन कि हो यस्तो गर्ने बेला पऱ्यो भने त यस्तो गरेर ठ्याक्कै परेको क्या जाम कि नजाम गरेर धुरमुर गऱ्यो भने त्यस्तो हुन्छ क्या जाँदै नजाने कि गएपछि खिचेर फटाइहाल्ने बोलेर चलाउँदाखेरि मोटर गाडी चलाउँदाखेरि पऱ्यो गइदिँदा त हाल्यो मार पुग्नु पिकअपै पुगेन आफूले उहाँ मन्त्री गेट आउट गर्नलाई त्यो ओभरटेक गर्न सकिन्न खिच्यो मार त्यो यताको गाडीले छोड्दैन यार मार होइन आफूले स्कटिङ मन्त्री स्कटिङ गरेको गाडी ओभरटेक हान्दै गरे क्या है कटोमा कसो गरेर कटाएमा यस्तो टाइट थियो कि ठ्याक्कै त्यो हावा गर्छ त इमर्जेन्सीमा हो क्या यो त्यही हिँड्यो होला नि टेम्पोको लागि आइज त केटा हो भन्यो होला अध्यक्ष हो एक्सल लिएर जाने भनेको कि अब अर्को गाडी नै तल झर्ने भयो कि कुच्चे नै राउन्ड टिप भएर बुट मात्रै गएको रहेछ कि एक्सलै गयो भन्छ यार भाइहरूले बुट गयो नि एक्सल गयो जस्तो त होइन नि बुट गएपछि गेराले फाल्छ कि अनि बुट 500 पाइन्छ एक्सल अनि कहाँ 3500 लिन्छ पोखरामा आधा घन्टा कान्छी त आइकी होला के अरे